नमस्ते सम्पूर्णमा आदरणीय गुरु प्रेम प्रतीक महतराज्यूको मुक्तक लिएर आएको छु। कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। उहाँको मुक्तक यसरी सुरु हुन्छ। यसो सोच्दा सम्झिँदा जिन्दगी झुर लाग्छ, यसो सोच्दा सम्झिँदा जिन्दगी झुर लाग्छ, कहिलेकाहीँ त विष पिउन आतुर लाग्छ। यसो सोच्दा सम्झिँदा जिन्दगी झुर लाग्छ, कहिलेकाहीँ त विष पिउन आतुर लाग्छ। समयसँगै हर पाइलाहरूमा हरेस खाएर होला, समयसँगै हर पाइलाहरूमा हरेस खाएर होला। खै मेरो त जीवनमा भागेको नै हो कसुर लाग्छ, खै मेरो त जीवनमा भागेको नै हो कसुर लाग्छ। आहा, एकदमै मिठो मुक्तक लेख्नुहुन्छ र सायद त्यसलाई माया गर्नुहुन्छ। सायद त्यसलाई माया गर्नेहरूलाई हामी जस्तो सिक्दै गरेको मान्छेलाई अगाडि बढ्न प्रेरित गर्नुहुन्छ। मुक्तक पठाइदिनु भयो, त्यसको लागि हार्दिक आभार आदरणीय गुरु प्रेम प्रतीक महतराज्यूलाई।